मैले स्विगी गर्न लागेको 4 वर्ष जति भयो, तर आज चाहिँ मैले डरले अर्डर हाने। किन त्यो चाहिँ पछि भिडियोमा थाहा पाउनुहुनेछ। अब भिडियोलाई अगाडि बढाउँ। सो हेलो एभ्रिवान, वेलकम टु माई अनदर न्यू मिनी ब्लग। अहिले चाहिँ बिहानको 8 बज्न लाग्यो। अब जोनमा जाँदैछु। 8 बजे ठ्याक्क जोनमा पुग्नु पर्ने हो कि। आजको मौसम जो छ पानी आउने जस्तो छ होइन। आकाश पुरा बादल लाग्यो जस्तो छ। आकाश पानी आउने साइड मेरो विचारमा होइन, पानी आउँछ होला। अब जोनमा पुगेँ म। स्विगी खोलेर मैले सिफ्ट बुक गरेँ अनि आइडी अन गरेँ। अहिले चाहिँ बिहान 30 रुपियाँ दिइरहेको थियो। पहिलो अर्डर डे ट्रिपवाला आयो। होटलमा गएर मैले अर्डर पिकअप गरेँ अनि बाहिर आएँ, यस्तो जाम थियो। लोकेसनमा पुग्न 12 मिनट लाग्ने थियो। अर्डर लिएर म लोकेसनमा पुगेँ अनि कस्टमरलाई अर्डर पनि दिएँ। त्यसपछि मलाई 50 रुपियाँ टिप्सवाला अर्डर आयो। अर्डर पिकअप गर्न म रेस्टुरेन्टतर्फ लागेँ। यो अर्डर चाहिँ मलाई मलबाट आएको थियो। अघि अर्को कपडा लगाएको थियो, अहिले स्विगीको कपडा लाछ भन्नु होला। यहाँभित्र चाहिँ 8:30 बजेभन्दा अगाडि स्विगी ड्रेस लाएर मात्र जानुपर्छ, नत्र अलाउ छैन। अर्डर पिकअप गरेर म त्यहाँबाट आएँ। यो अर्डर दिने चाहिँ मलाई 11 मिनट लाग्ने थियो। मलको बाहिर रोडमा एकदमै जाम थियो अनि दौ दौ गरेर मैले रोड क्रस गरेँ। अर्डर लिएर म कस्टमरको लोकेसनमा पुगेँ। यो अर्डर चाहिँ मलाई भिल्लामा दिएको थियो अनि यो भिल्लाभित्र चाहिँ भ्यू एकदमै राम्रो थियो। हेरेँ सँगै मैले कस्टमरलाई अर्डर पनि दिएर आएँ। अर्डर दिएर म चाहिँ यहाँबाट लागेँ। यसपछि मलाई मल्टी अर्डर आयो। मेरो पहिलो रेस्टुरेन्ट चाहिँ यही हो। यहाँ गएर मैले पहिलो अर्डर पिकअप गरेँ। दोस्रो रेस्टुरेन्टमा अर्डर ल्याउन आएँ। आधा घन्टा वेट गरेँ होइन, ग्यास छैन अरे, क्यान्सल गर अरे। आधा घन्टापछि के भन्ने कि यार, यस्तो रिस उठ्छ, गाली दिन मन लाग्छ। अब कन्ट्रोल त दिनु, ठिक छ, जाउँ अब अर्को अर्डर किन। आधा घन्टा वेट गरेर क्यान्सल भएको अर्डरलाई 10 रुपियाँ दिएको छ अनि अर्को अर्डर चाहिँ मैले कस्टमरलाई दिएर आएँ। साँझको 6 बजेसम्म चाहिँ मेरो 28 अर्डर भइसकेको थियो। 6 बजेपछि मलाई आनन्द स्विटबाट अर्डर आयो। त्यहाँभित्र गएर मैले अर्डर पनि पिकअप गरेर आएँ अनि कस्टमरको लोकेसनमा पुग्न 10 मिनट लाग्ने थियो। अर्डर लिएर म चाहिँ कस्टमरको लोकेसनमा पुगेँ। पार्किङमा स्कुटी पार्क गरेर म चाहिँ हिँडेर कस्टमरको रुममा गएँ अनि एकचोटि ढोका ढकढक गरे खोलेन, अर्कोचोटि ढकढक गरे खोलेन। साइडमा टेनिस र बास्केटबल खेल्दै थिए, त्यो हेरेँ। त्यसपछि फेरि ढकढक गरे ढोका खोलेन अनि मलाई रिस उठ्यो। त्यसपछि त्यो आइटमलाई ढोकामा राखेर म चाहिँ यहाँबाट लागेँ। यो अर्डरको चाहिँ मलाई 52 रुपियाँ दिएको थियो। यसपछि मलाई भर्तुरको अर्डर आउँछ। बिल्डिङबाट बाहिर आउँदै थिएँ, पानीको त छिटा पडिरहेछ बाहिर। अर्डर पिकअप गर्नको लागि बाटोमा जाँदै थिएँ, झन्झन ठुलो पानी आउन लाग्यो अनि रेनकोट लाउनु पर्छ भनेर म बाटोनिर रोकेँ। डिग्गीबाट रेनकोट निकालेँ। धेरै समयपछि युज गरेको हुनाले होला यसको चैन बिग्रियो। अब चाहिँ मलाई डर लाग्न लाग्यो, किनभने बिना रेनकोटको काम कसरी गर्ने। एक त म पानीमा भिजेपछि बिरामी हुन्छु, त्यसैले मलाई धेरै डर लागिरहेको थियो। रेनकोट नलाएर त्यस्तै अर्डर पिकअप गर्न म मलमा पुगेँ। मैले अर्डर पनि पिकअप गरेँ। 2.6 किलोमिटरको अर्डर दिन 13 मिनट लाग्ने थियो। बाटोमा यस्तो जाम थियो कि फेरि 1.1 किलोमिटर जान 10 मिनट लाग्ने। जसोतसो कस्टमरको लोकेसनमा पुगेँ। यो अर्डर दिन 1 घन्टा लाग्यो अनि यो अर्डरमा 30 रुपियाँ रेनमोट दिएको हुनाले 94 रुपियाँको अर्डर भयो। यो अर्डर दिइसकेपछि फेरि मेरो अर्को अर्डर क्यान्सल भयो। यसपछि मलाई 152 रुपियाँको मल्टी अर्डर आयो। पानीले गर्दा मैले भिडियो बनाउन पाएन, किनभनेपछि मसँग मोबाइलको रेन कभर पनि थिएन। कस्टमरको लोकेसनमा पुगेर मैले दोस्रो अर्डरको त भिडियो बनाएँ। आइटम पनि पानीले भिजिसकेको थियो। कस्टमरलाई यो अर्डर पनि मैले दिएँ। रेनकोटको चैन बिग्रेको हुनाले हेर्नुहोस्, मेरो रेनकोटको हालत माथि पनि तल पनि सबै खुल्ला थियो। म चाहिँ पुरै पानीले भिजिसकेको थिएँ। भिजेपछि बिरामी हुन्छु भनेर डरले अर्डर हान्दै थिएँ। फाइनली मेरो अर्डर पनि सकियो र मैले आज 12 किलोमिटर आफ्नो रुम जानुपर्ने भयो। 14 घन्टा 42 मिनट ड्युटी गरेर 2191 रुपियाँ हाने र यसमा 525 रुपियाँ इन्सेन्टिभ आउँछ। आशा छ हजुरहरूलाई यो भिडियो मन पर्यो होला। भिडियो मन परेमा लाइक कमेन्ट गरिदिनु होला र यस्तै मिनी ब्लग हेर्नको लागि मलाई फलो गर्नु होला। हामी मिल्नेछौँ अर्को भिडियोमा।